हेलो गाइज वेलकम टु लेटेस्ट गेमिङ च्यानल। तपाईहरुले आफ्नो स्क्रिनमा पार्कोर गेम देखिराख्नु भएको होला, जुन चाहिँ तपाईहरुले कारको हेलबाट कम्प्लिट गर्नुपर्ने हुन्छ। यो भिडियो तपाईहरु लास्टसम्म हेरिराख्नु। म तपाईहरुलाई यो गेमको नाम भन्छु र यो गेम तपाईहरुले प्ले स्टोरमा आनन्दसँग भेट्टाउनुहुन्छ। तपाईहरु अब यसको लागि सिर्फ लाइकको बटन दबाउनु। अब भिडियो स्टार्ट गरौँ। यो गेम खोल्न बित्तिकै दुईटा यस्तो अप्सन देखाउँछ। दुईटा मध्ये कुनै एक अप्सन चुज गर्नु। मैले चाहिँ बिग वाला चुज गरे। अब तपाईहरुले एउटा कार पाउनुहुन्छ। यो कारको हेलबाट तपाईहरुले यो गेम कम्प्लिट गर्नुपर्ने हुन्छ। यो फर्स्ट लेभल नै मेरो विश्वास गर्नु फर्स्ट लेभल नै धेरै नै गाह्रो छ। यही तपाईले कम्प्लिट गर्नुपर्ने ठिकै छ, नत्र मलाई त धेरै नै गाह्रो लागेको। फर्स्ट टाइम खेल्दाखेरि मलाई धेरै गाह्रो लागेको। यो लेभल मैले कम्प्लिट पनि गर्न नसकेर बिचमा भिडियो रोकेको। हेर्नु गाइज, यो गेमको ग्राफिक्स कस्तो राम्रो छ। मैले त एकचोटि खेलेपछि यो गेमलाई छोड्नै मन लाग्दैन। तपाईहरु पनि हेर्न सक्नुहुन्छ कस्तो राम्रो ग्राफिक्स छ र यो गेमको कन्ट्रोलिङ पनि यस्तै राम्रो छ। सिर्फ एउटा ब्रेक चाहिँ नराम्रो लाग्छ, अलिकति टाढा गएर रोकिन्छ त्यही हो, नत्र अरु सब त खतरनाक छ। तपाईहरु यो गेमको नाम आफ्नो स्क्रिनमा हेर्न सक्नुहुन्छ। यो गेमको 3.7 रेटिङ छ, मतलब कि यो गेम एकदम राम्रो छ। एकदम त नभनौँ, एभरेज छ। र यो गेम भनेको 100 भन्दा कम एमबीको रहेको छ, हेर्न सक्नुहुन्छ तपाईहरु। र यो गेमलाई 1 लाख जनाले डाउनलोड गरेका छन्। यदि तपाईलाई पार्कोर गेम खेल्न मन लाग्छ तर तपाईहरुको मोबाइलको स्टोरेज कम छ भने यो गेम तपाईहरुको लागि एकदम बेस्ट छ। तपाईहरुले फर्स्ट लेभल कम्प्लिट गर्नको लागि धेरै नै मेहनत गर्नुपर्ने हुन्छ। मतलब कि कतिचोटि झरिसकेपछि कम्प्लिट गर्नुहुन्छ, मलाई यो पनि कमेन्ट गर्न नबिर्सिनु। एउटा 500-600 एमबीको पार्कोर गेम हाल्नु भन्दा त यही 90 एमबीको पार्कोर गेम नै मलाई राम्रो लागेको छ। गाइस, तपाईलाई आजको गेम प्ले भिडियो राम्रो लाग्यो भने मलाई कमेन्ट गर्न नबिर्सिनु। अब अर्को कस्तो खालको गेमको बारेमा भिडियो बनाउनु यो पनि भन्न नबिर्सिनु होला। गाइज, यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गर्न नबिर्सिनु होला। अनि यस्तै खालको भिडियो हेर्नको लागि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु। अब अर्को भिडियोमा भेटेर तबसम्म जय नेपाल, बाई बाई। अनि जानुभन्दा अगाडि यो भिडियो चाहिँ आफ्नो साथीहरूलाई सेयर गर्न नबिर्सिनु होला।